तपाईँले जुन मान्छेलाई चुनाव जिताउनु भयो त्यही मान्छेले बलात्कार भएको छोरी पनि आवाज उठाएको छ। केटाहरू पनि 16 वर्षको मुनिको मान्छेले त्यसरी बलात्कार गर्छ। सबै जति रवि लामछानेदेखि लिएर सबजना नेता फाँसीको सजाय ल्याउनु पर्यो। सकिन्छ, मिलाउन मिल्छ नि त। यदि नेपालमा सरकार ढाल्न सकिन्छ, एकै दिनमा उथलपुथल गर्न सकिन्छ भने फाँसीको सजाय दिन किन सकिन्न? घरको जङ्गलमा बिहोस हुनुहुन्छ, तपाईँ तुरुन्त लिन आउनु भनेर भन्यो। अनि म गएर त्यहाँ हेर्दाखेरि मेरो छोरीको अवस्था एकदम नाजुक थियो। पुरै जिउभरि शरीरैभरि ब्लड थियो। मैले त्यो शरीर हेर्न नसकेर बेहोस भएर ढलेँ। त्यति मात्रै थाहा छ मलाई, त्यहाँदेखि थाहा केही पनि। म त सुर्खेतको मान्छेलाई सपोर्ट गर्छु त। जानुहोस् भित्रै गएर आगो मट्टी लाएर तिनीहरूलाई छर्किदिनुहोस्, मारिदिनुहोस् यार। नै उहाँलाई त मुरी धन्यवाद। उहाँ त जानुहुन्छ, देशको लागि उहाँले गर्ने मान्छे। गर्व उहाँको त हामीले भने नि, अरू को गयो त? त्यस्तो मान्छेलाई त काट्नुपर्छ, काटेर फालिदिनुपर्छ। महावीर पुन सरले पनि किताब बेचेर बाटो जानुहोस् न, लड्नुहोस्। अहिले यो बलात्कारको लागि हो क्या, किताब बेचेर हुँदैन। अहिलेको सोच्ने क्षमता दिमागमा सोच्नुहोस् तपाईँहरू यार। बिचरा उसको आमाको हालत हेर्नुहोस् न, त्यहाँ हेर्नु भएन? को मान्छे रुँदैन क्या त्यस्तो भएपछि? भोलि मेरै छोरी बलात्कार हुन्छ, मेरै बुढी बलात्कार हुन्छ, मेरै बहिनी बलात्कार हुन्छ त मैले नबोले कसले बोल्ने? पनि नेता कार्यकर्ताको यसमा संलग्नता भएको थाहा भयो भने त्यसलाई घाटे कारबाही पनि हुन्छ। यो कुरा स्पष्ट हुनु। मान्छे मरेको मुद्दामा यो खालको बदमासी गरियो, यो खालको अपराध गरियो, कहीँ कतै मान्छे मरेको मुद्दामा चाहिँ यसरी चाहिँ बच्चीको बलात्कार भएको छ, हत्या भएको छ। तर त्यसमा चाहिँ राजनीति गर्ने, दायाँ बायाँ गर्ने त्यो सुईको मात्रै थाहा भयो भने पनि त्यसलाई कारबाही हुन्छ। चाहे त्यो कानुनले गर्ने कारबाही हुन्छ, चाहे त्यो जनताले गर्ने कारबाही हुन्छ। किन मान्छेलाई मारिएको छ, मान्छेलाई काटिएको छ, मान्छेलाई बलात्कार गरियो। 40 वर्षकोदेखि 60 वर्षको वृद्ध शुद्ध बलात्कार भएछन् भने संविधानमा फाँसीको सजाय छैन। मान्छे मार्न पाइँदैन, बीच बाटोमा ल्याएर आगो लाउन पाइन्न, बलात्कारीलाई गएर मासु भात खाएर भित्र बस्न पाइन्छ? बलात्कार भन्ने बित्तिकै मान्छे थरथर काँपोस् यार। खै त्यो ऋषि धमला खै मोबाइल लिएर गएर नि चुनाव लड्न गएको थियो, न्यायको लागि लड्न जानु पर्यो क्या? सबजना जानु पर्यो सुर्खेतमा। अब पढ्नलाई बच्चालाई बलात्कार गर्ने देश कता जाँदैछ? सिंहदरबार अगाडि गएर हडताल गर्नु पर्यो, अदालत अगाडि, सर्वोच्च अदालत अगाडि गएर हामीले त्यो आवाज उठाउनु परेन? नेपालको अहिले नयाँ प्रधानमन्त्री बन्यो, उहाँदेखि अपिल छ बलात्कारीलाई सजाय दिनु पर्यो, फाँसीमा लट्काउनु पर्यो क्या? अहिले नेपालको 77 जिल्लामा तपाईँको इतिहास पल्टाएर हेर्नुहोस् कति बलात्कार भएको छ के? रोडमा हडताल हुन्छ भनिसकेँ मैले। अब यो न्याय भएन भने कहाँ यो केसलाई त्यतिकै छोडिदिन मिल्छ? मुर्रा भैँसी किनिदिन्छु भनेर साला चुनाव जित्ने, बलात्कार केसमा साला चुप्प लगाएर हुँ गरेर बस्ने। नमस्ते तपाईँ सबैजनालाई। यसको बारेमा के कुरा गर्नु? त्यही हो, अपराधीलाई सजाय चाहियो, पीडितलाई न्याय चाहियो, त्यही भनेर सबैले त आवाज उठाइरहेछ होइन? अब त्यही त हो नि यसमा दिनु भनेको। अब के गर्छ नेपालको कानुनले त्यो हेर्नु पर्यो सबभन्दा पहिला होइन? त्यो बहिनीलाई न्याय दिने कि नदिने, त्यो कुराहरू सबैले आवाज उठाउनु पर्यो, हडताल गर्नु पर्यो। नर्थ त देशमा त यस्तो बलात्कार त कति वर्ष पर्छ? त्यो आफै भन्नुहोस् त तपाईँ। हामीले भन्दा पनि तपाईँले चाहिँ त्यो विषयमा बोल्दै गर्दाखेरि तपाईँ खासमा मिडियामा आउनुको कारण के? आउनुको कारण कस्तो कुरा गर्नुहुन्छ? आउनु परेन? यहाँ दुनियाँ कलाकारले झुटो सानको लागि फोटो राख्न मिल्छ अनि हामीले आवाज उठाउनु मिल्दैन उसको लागि? त्यस्तो मान्छेलाई त काट्नुपर्छ, काटेर फालिदिनुपर्छ, जिउँदै आगो लाउनु पर्छ। जिन्दगीभर आजीवन भनेर जिन्दगीभर जेलमा सडाउने होइन त्यस्तो मान्छेलाई। दाल भात खुवाएर काट्नु परेन त्यस्तो मान्छेलाई? नेपाल हडताल गर्नु पर्यो। खै निर्मला हत्याका बलात्कार काण्ड खै अहिलेसम्म निस्केको? खै देशको यत्रो नेताहरू आए, खै हाम्रो नारीहरू सेफ भएको खै? यो त काण्ड भाइरल भएर थाहा पाउनु। यस्ता काण्ड नेपालमा कति भइरहेछन्? यो त सजिलो छ नि त यसलाई बलात्कार गर्न। अब बलात्कार गर्न सजिलो छैन त? ल आफै भन्नुहोस् त तपाईँ। बलात्कार गरेपछि मान्छेले के सोध्छ? संविधानमा फाँसीको सजाय छैन, मान्छे मार्न पाइँदैन, बीच बाटोमा ल्याएर आगो लाउन पाइन्न, बलात्कारीलाई गएर मासु भात खाएर भित्र बस्न पाइन्छ? अहिले उसलाई त्यहाँ बचाउनको लागि के भनिरहेछ त्यो घर परिवारले? नाबालिका केटाहरू पनि 16 वर्षको मुनिको मान्छेले त्यसरी बलात्कार गर्छ भनेपछि त यो प्लानिङमा भएको होइन? बिचरा पढ्नलाई बच्चालाई बलात्कार गर्ने देश कता जाँदैछ? त्यसैले तपाईँ हामी सबैजना यहाँ हडताल गर्नु पर्यो। अब सबैजना रोडमा उत्रिनु पर्यो। यहाँ बोलेर यहाँ क्यामेरा तेर्साएर मात्रै हुँदैन, बुझ्नु भएन? काठमाडौँ पनि हडताल गर्नु पर्यो, सिंहदरबार अगाडि गएर हडताल गर्नु पर्यो, अदालत अगाडि, सर्वोच्च अदालत अगाडि गएर हामीले त्यो आवाज उठाउनु परेन? बलात्कार भनेको सानो चिज हो, बिचरा उज्जवल भविष्य हुँदै गरेको बिग्रिएको यो भविष्य भनेको कस्तो कतातिर गइरहेछ भन्ने कुरा हो क्या?
कानुनले सजाय नदिएपछि जेलै मान्छेले मैले भने नि कानुनले सजाय त यो समय के अरे नेपालमा फाँसीको सजाय ल्याउनु भएन, ल्याउनु पर्यो नि त यो सजाय। त्यस्तो गर्न मिलेन नि त। यो केसलाई बचाउनको लागि सुर्खेतमा अहिले पैसाको चलखेल चलिरहेछ, त्यहाँ धेरै कुरा भइरहेछ। आवाज उठाउनु पर्यो, हडताल गर्नु पर्यो। हरेक कलाकार भोलि बिहान रोडमा आउनु परेन, फोटो हालेर हुन्छ, फेसबुकमा फोटो अपलोड गरेर मात्रै हुन्छ? भन्नुहोस् त तपाईँ। यो त यस्तो विडम्बना छ हाम्रो देशमा। अहिले तपाईँले यसो हेर्दै जानुहोस्, यो बलात्कार भनेको सुर्खेतमा नभएर हरेक ठाउँ बलात्कार भइरहेछ अहिले। यो त तपाईँले हेर्नुभयो, भाइरल भयो, तपाईँले हेर्नुभयो नि त। भाइरल भयो तपाईँले त्यही आयो, मैले नि भाइरल भयो म बोल्न आएँ। अब भाइरल नभएको ठाउँमा के हुन्छ? फाँसीको सजाय चाहियो नि त। फाँसीको सरकारदेखि अपिल छ, नेपालको अहिले नयाँ प्रधानमन्त्री बन्यो उहाँदेखि अपिल छ, बलात्कारीलाई सजाय दिनु पर्यो, फाँसीमा लट्काउनु पर्यो क्या। मेरो भनाइ त्यो हो। नत्र यस्ता छोरीहरू त कति कति बलात्कार हुन्छ भने तपाईँको खै निर्मलाको हत्यारालाई अहिलेसम्म समातेको खै नभन्दै अब यस्तो बच्चाहरूलाई बलात्कार गर्ने। रुकुममा एउटा 8 वर्षको फुची बलात्कार भइरहेको थियो। त्यतिखेर यस्तो मिडिया च्यानल यो थिएन त्यो बेला, हामी सानो थियौँ। 8 वर्षको बच्चालाई बलात्कार गरेको खै यो देशमा कानुन ल्याउनु परेन? फाँसी दिनु परेन? लट्काउनु पर्छ, बल्ल देश बन्छ। खालि हावा तालको पछि लाएर यो नेताहरू पनि सबै चोर फटा भन्नुपर्छ कि यिनीहरूलाई। अहिले आएर नेताहरूले पनि आवाज उठाउनु परेन? फाँसीको सजाय संविधानले नेपालमा बनाउनु परेन? फाँसीको सजाय नबनाएर हुन्छ? जिन्दगीभर जेलमा दाल भात खुवाएर हुन्छ तिनीहरूलाई? भन्नुहोस् त। म त सुर्खेतको मान्छेहरूलाई सपोर्ट गर्छु त। जानुहोस् भित्रै गएर आगो मट्टी तेल लाएर तिनीहरूलाई छर्किदिनुहोस्, मारिदिनुहोस् यार। यस्ता घृणित काम गर्ने मान्छे यो संसारमा बाँच्नुभन्दा मरेकै ठिक छैन। यो संस्कार दिने बाबुआमाले आफ्नो छोरछोरीलाई ठाउँमा राख्नुपर्छ। यसमा बाबुआमाको पनि मिस्टेक छ सबभन्दा ठुलो। मेरो भनाइ भनेको मेरो बहिनी जस्तो मान्छे, म रातभरि नसुतेर हेर्नु रोएर मेरो आँखा कस्तो भएको छ। यो बालेन सरकारले यो अहिलेको प्रधानमन्त्रीले देशको उसले यतातिर ध्यान दिनुपर्छ कि पर्दैन? यसरी गर्न मिल्छ यार? बलात्कार भनेको कस्तो सजिलो छ यार। बलात्कार मुद्दा लागेको मान्छे 1 वर्षभित्र बाहिर आउँछ यार। कुनै मान्छे आएको छ नेपालमा के? बलात्कार भन्ने शब्द भनेको राम्रो होइन नि त। बलात्कार भनेको त जबरजस्ती गर्ने हो नि त यार। यो विषयलाई यो देशले मान्ने कि नमान्ने? यो विषयलाई देशले चासो दिने कि नदिने? एक दिन बन्द गरिदिउँ न यार, सबैजना जाउँ, न्याय मागौँ नि त यार। बहिनीको लागि गरौँ के? जीवनमा आफ्नो पनि बहिनी परेको भए के हुन्थ्यो? खालि फोटो हालेको छ यार, दुनियाँहरूको काममा घुमिरहेछ। यो झुटा सान देखाउने मान्छेहरूलाई त म यो पनि भन्छु है, तपाईँ यदि आवाज उठाउन सक्नुहुन्न भने यो झुटा सानमा फोटो पनि नहाल्नुहोस् क्या। लड्नु पर्यो नि, लडेर अगाडि बढ्नु पर्यो। तपाईँको एउटा आवाजले भोलि बिहान नेपाल देश बदलिन्छ। तपाईँले आवाज उठाउनु पर्यो, तपाईँहरूले सचेत बन्नु पर्यो। सबै नागरिकले यसलाई एउटा इजीले लिने के छ र? हाम्रो त दिदीबहिनी होइन नि त आखिर। हामीलाई त के मतलब? हामी त भोलि आफ्नो काम गर्ने हो नि त। हाम्रो दिदीबहिनी बलात्कारित भएको छैन होइन? कलिलो फुल खिल्दै गरेको फुललाई त्यसरी अनि हेर्नुहोस् त। अब डक्टर बन्ने सपना थियो अरे के उसको? अब त्यो कुरा मान्नु पर्यो नि त। यो जेनजी आन्दोलनभन्दा ठुलो मोड लिनु परेन नेपालमा? यस्तो भयो भने फाँसी भएन भने यार कस्तो कुरा गर्नुहुन्छ तपाईँहरू यार? एउटा मान्छे बलात्कार गरेर एउटा बच्चालाई 16 वर्षको बच्चालाई नाङ्गै पारेर बलात्कार गरेर त्यतिसम्मको पाप निर्दयी हत्या गरेको छ त्यहाँ मान्छेहरूले। देशको प्रधानमन्त्रीले अहिले निकाल्नु परेन, राष्ट्रपतिले निकाल्नु परेन, हाम्रो सुशीला कार्कीले त्यो कानुनलाई उथलपुथल गरेर फाँसीको सजाय दिनु पर्ने? इन्काउन्टर गर्न त मिल्छ नि त यार। इन्काउन्टर गरेर मार्न मिल्दैन? फाँसी सजाय छैन भने गोली हानेर मारिदिनु न यार यस्ता मान्छेलाई। यतिसम्म निर्दयी हत्या दिने होइन नि त। अहिले नेपालको 77 जिल्लामा तपाईँको इतिहास पल्टाएर हेर्नुहोस् कति बलात्कार भएको छ के? कति बलात्कार भएछ? यहीँ काठमाडौँमा कतिजना बलात्कारित हुन्छन्? बच्चाहरूलाई बलात्कार गर्ने हो यार। त्यो पनि एकजनाले होइन, 4000 जनाले। त्यसैले भन्छु म, यो देशमा कानुन कस्तो बन्नु पर्यो भन्दाखेरि 16 वर्षमा अहिलेको नेपालमा के छ? 16 वर्षमा बिहा गरिदिने, 18 वर्षमा बिहा गरिदिने, 12 वर्षमा बिहा गर्ने यो कानुन पनि रोक्नु पर्यो नि त।
यो भनेको हो, यो सबै नारीहरूले सुन्नु कुरा हो क्या। यो सानैमा लभ गरेर हुन्छ, सानैमा बोयफ्रेन्ड बनाएर हुन्छ यार। मान्छे चिन्नु पर्यो के कसो अहिले तपाईँको नेपालमा हामी नेतालाई गाली गर्छौँ, हाम्रो देश भ्रष्टाचारी भन्छौँ, हामी सही छौँ त? हामी सही छैनौँ, हामी पनि गलत छौँ के। हामीले पनि त आफ्नो एउटा सिस्टम बनाउनु पर्यो नि। इन्डियातिर हेर्नु 30 वर्षपछि बिहा गर्छ, आफ्नो करियर बनाउँछ। यहाँ के छ, 16 वर्षदेखि लभ गर्छ मान्छेले। त्यो कुरालाई मान्ने कि नमान्ने? अहिलेको देशको प्रधानमन्त्रीहरूको नजर यतातिर जाने कि नजाने? रोडमा हडताल हुन्छ भनिसकेँ मैले। अब यो न्याय भएन भने कहाँ यो केसलाई त्यतिकै छोडिदिन मिल्छ? यो केसलाई त्यतिकै आज फोटो हालेर छोड्न मिल्ने केस होइन नि त यो यार। यो भनेको त एउटा समाजमा हाम्रो समाजलाई बचाउने हो के। मान्छेको भेदभाव सब छुट्नुपर्छ, सब मान्छे एक समान हो नेपाली भनेको। यसो पनि गर्न मिल्छ भनेको? गर्न मिल्दैन नि त। यो कुरालाई तपाईँहरूले सबैले ध्यान दिनुहोस्। यो कुरालाई हरेक नेताले ध्यान दिनु परेन? यसमा हरेकले लागि पर्नु पर्यो। रुकुमदेखि प्रचण्डले जित्यो त प्रचण्डले पनि यसमा प्रचण्डले पनि नेता होइन त्यो, त्यसले पनि भोलि बिहान गएर यो खालि मुर्रा भैँसी किनिदिन्छु भनेर साला चुनाव जित्ने, बलात्कार केसमा साला चुप्पा लगाएर हुँ गरेर बस्ने को चाहिँ हरेक ठाउँमा जसले चुनाव, तपाईँले जुन मान्छेलाई चुनाव जिताउनु भयो त्यही मान्छेले बलात्कार भएको छोरी पनि आवाज उठाएको छैन त? साला आफ्नो मतलबको लागि लड्ने होइन नि त। यहाँ सब को बोल्या छ यहाँ अहिलेसम्म भन्नुहोस् त? को नेता बोल्या देख्नु भएको छ तपाईँले यो बलात्कार केसमा? भन्नुहोस् त। नै, उहाँलाई त मुरी धन्यवाद। उहाँ त जानुहुन्छ, देशको लागि उहाँले गर्ने मान्छे, गर्व उहाँको त। हामीले भने नि अरू को गयो त? अरू गयो खै? त्यो ऋषि धमला खै मोबाइल लिएर गएर नि चुनाव लड्न गएको थियो। न्यायको लागि लड्न जानु पर्यो क्या, सबजना जानु पर्यो सुर्खेतमा। अब हरेक नेपालमा तपाईँको यो बलात्कार केसलाई यसरी खत्तम गर्नु पर्यो कि जडैदेखि खत्तम गर्नु पर्यो क्या। बलात्कार भन्ने बित्तिकै मान्छे थरथर काँपोस् यार। बलात्कार भन्ने बित्तिकै मान्छे प्यान्ट खोलेर दौडिने यो त भएन नि त। यो त सजिलो केस भयो कि। जेलभित्र हालेर भात खाने भनेको सजिलो केस होइन र भने? सजिलो केस हो नि त, भएन? बलात्कारको केसको मुद्दा लागेको मान्छे अझै पनि बाहिर घुम्दैछ के। निर्मला हत्याकाण्ड खै देशको प्रधानमन्त्री यत्रो देशमा देश राष्ट्रपति खै के। राष्ट्रपतिलाई यो कुरा भन्नु परेन भने फाँसीको सजाय चाहियो के? फाँसीको सजाय चाहियो, यो कुरा बुझ्नुहोस् तपाईँ। फाँसीको सजाय नहुन्छ नेपालमा केही पनि हुँदैन। ल मैले भने अझै बलात्कार बढ्छ के, अझै बढ्छ। जुन दिन फाँसीको सजाय होला त्यो दिन मात्र न्याय हुन्छ के यहाँ नेपालमा। त्यो दिन मैले भने नि त, जुन दिन नेपाल आमाको नारा झन्डा लिएर मान्छेले त्यो दिन गएर नारा लाउँछ के। नेताहरूले हेर्नुपर्ने कुरा होइन भने? नेताहरूले हेरेको छैन, चुनाव जितेको लगतै भएन, यो चुनावको पछाडि भयो नि त यो काण्ड। खै नेताहरू बोले? जानु परेन? महावीर पुन सरले पनि किताब बेचेर बाटोमा जानुहोस् न, लड्नुहोस्। अहिले यो बलात्कारको लागि हो क्या, किताब बेचेर हुँदैन। अहिलेको सोच्ने क्षमता दिमागमा सोच्नुहोस् तपाईँहरू यार। सबै जति रवि लाम्छानेदेखि लिएर सबजना नेता फाँसीको सजाय ल्याउनु पर्यो। सकिन्छ, सम्भव छ नि त यार। इन्डियामा पहिला फाँसीको सजाय कहाँ थियो? त्यो त निर्भया केसमा दिल्लीमा दिए होइन, 4 जनालाई फाँसीको सजाय दिएको हो नि त। मिल्छ के? मिलाउन मिल्छ नि त। यदि नेपालमा सरकार ढाल्न सकिन्छ, एकै दिनमा उथलपुथल गर्न सकिन्छ भने फाँसीको सजाय दिन किन सकिन्न? यो आवाज राष्ट्रपतिसम्म जाओस् नि यार। बलात्कार भन्ने केसलाई यसरी हेरौँ क्या। बलात्कार भनेको राम्रो चिज होइन नि त। त्यो पनि 16 वर्षको सानो कलकलाउँदो फुल जस्तो जवानी लिएर त्यो बिचरा कति सपना बोकेको। त्यसको आमबाउको कति सपना थियो होला क्या। ढलेन त? ढल्यो नि त। बिचरा उसको आमाको हालत हेर्नुहोस् न, त्यहाँ हेर्नु भएन? को मान्छे रुँदैन क्या त्यस्तो भएपछि? अब देशको लागि बोल्दा मान्छेले गाली खान्छ, जेल जान्छ, मान्छे ऊ हुन्छ भने किन बाँच्ने हामी पनि यो देशमा के? यदि यस्तै भयो भने भोलि बिहान त मैले नै बिहा गरेर मेरै छोरीलाई बलात्कार गरिदिन्छन्। अनि यो देशको नागरिक हो भनेर मैले बोल्न पाउने अधिकार छैन त? छ नि त। भोलि मेरै छोरी बलात्कार हुन्छ, मेरै बुढी बलात्कार हुन्छ, मेरै बहिनी बलात्कार हुन्छ त मैले नबोले कसले बोल्ने? भन्नुहोस् त।
यो फाल्तुको न्युज हाल्नुभन्दा यो चिजमा लड्नु पर्यो नि, उत्रिनु पर्यो। खै ल्याउनुहोस्, खै सबैले एलिना चौहानदेखि लिएर जय किसनले यहाँ भनेर भोलि ल्याउनुहोस् गाडी, जाउँ सुर्खेत जाउँ, ल्याउनुहोस्, कमाएको पैसा अलिकन छोरीलाई न्याय दिउँ के, म अगाडि बढ्छु यार। खालि फोटो हालेर प्रोग्राम गर्ने सुटिङ गर्ने त्यो पनि होइन नि त कलाकारले। मैले भन्नु खोजेको के हो भने गरौँ के, एकचोटि गरौँ, के छ र, मरेर लाने छैन। एक दिन त तपाईँको सुटिङ भएन, एउटा दिन प्रोग्राम भएन, एक दिन तपाईँको अफिस चलेन भने तपाईँलाई के हुन्छ? यो त नर्मल केस हो, एकदम नर्मल केस भइरहेछ। यहाँ के भइरहेछ? झन्डा समातेर बलात्कारीलाई फाँसी दे भनेर बलात्कारले फाँसी त्यसरी पाउँछ? खै निर्मला हत्याकाण्ड ल्याएछन् समातेको मान्छे, खै जाम हिँड्नुहोस्, आउनुहोस्, प्रकाश गिरी अगाडि हिँड्छ, पछाडि जाउँ लड्कैसँग सबैजना। तपाईँको पनि भोलि छोरी बहिनी बलात्कारित हुन्छन्, बलात्कार गर्छ तपाईँको पनि छोरी बहिनीलाई दुनियाँले। संविधान भनिया छ, बस्या छ, कानुन भनिया छ यार। कानुन यस्तै कडा आउनु पर्यो के? अब कानुन चाहियो हो नि त खासमा। देशलाई के चाहिएको छ? जित चाहिएको छ। यो देशमा के भ्रष्ट गर्नको लागि मान्छेले जित्ने हो? होइन नि त। गोली हान्नु पर्यो यार, गोली ठाउँको। साउदीको कानुन के छ? साउदीको कानुन बुझौँ के, साउदीको कानुनलाई बुझौँ, खाडीको कानुनलाई बुझौँ, हो त्यो कानुनमा चलाउँ न त एकपल्ट। के हुँदो रहेछ त? सबैजना यहाँ शिक्षित हुन्छ, सबैजना यहाँ राम्रो हुन्छ। बलात्कार भन्ने दिमागबाट हट्नु पऱ्यो, यसरी हट्नु पऱ्यो कि बलात्कार भन्ने त्यो मान्छेसँग अर्कीचोटि बलात्कार भन्दाखेरि पनि त्यसले त्यो पनि त्यसको ननिस्कियोस् के त्यहाँबाट। बलात्कारीलाई चाहिँ मासु भात खुवाउने, बलात्कारी केसलाई चाहिँ नर्मल लिने। बलात्कार भनेको त ठुलो चिज हो नि त। नेपालमा बलात्कार भनेको अहिले कतिको मैले नाम खोल्यो भनेपछि मलाई दुनियाँले अहिले भर्खर मलाई पिट्न आउँछ। बलात्कार भनेको केस गए मान्छे नर्मल तरिकाले छुट्छन् नेपालमा। बलात्कार भनिसकेपछि त जबरजस्ती त जसरी गऱ्यो भने बलात्कार भने त बलात्कार हो नि त यार। के फरक पर्छ? गरियो होइन। अहिले एउटा केटीलाई बलात्कार गरिसकेपछि त मैले जोगिन के छ? मेरो त छैन नि त। मेरो के छ? मानव मान्छेको छैन केही पनि। बलात्कार गरिसकेपछि मासु भात खाए भित्र के अरे सादा भात र हप्तामा एकचोटि मासु भात त दिनै पर्छ क्या। किन दिने, किन राख्ने के? इन्काउन्टर गरौँ, इन्काउन्टर, गोली ठोकौँ के, गोली यस्ता बलात्कारीलाई बीच बाटोमा ल्याएर झुन्याइदिमा आगो हालिदिउँ के, बल्ल देशमा बलात्कार घट्छ यार। कति नर्मल भएको छ यार। के गरेर कानुन पनि के गरे? खै नेपालको कानुन दैवलाई कानुन भन्छन्। राम्रो मान्छे फस्छ, नराम्रो मान्छेलाई आनन्दै छ। आजीवन जेल हालेर हुन्छ र भने के? जिन्दगीभर जेल हालेर हुन्छ भने? यसरी तडपाउनु पर्यो कि जसरी त्यो तडपिने त्यसरी तडपाउनु परेन भने के? पर्यो नि त। म त जाँदैछु, म जाने हो। म त भोलि सिंहदरबारको अगाडि कोही आएन भने म एक्लै आएर सर्वोच्च अगाडि हालेर त्यो बहिनीको लागि भयो भने म अनसन बस्छु के। तर यहाँ फेरि के छ थाहा छ? मिडियामा आएर बोले झुटो कुरा गर्यो भन्छन् के मान्छेहरूले। म सहित जानु पर्यो नि त। हाम्रो देशको कलाकारहरू खै यतिखेर कलाकारहरू उत्रिनु पर्यो, पुराना कलाकारहरू पनि फोटो हालेर आफ्नो काम गर्ने होइन नि त। बलात्कारलाई हटाउनु परेन? बलात्कारीलाई खतम पार्नु, सकाप पार्नु परेन? त्यसै भन्छ। नेपालमा एक दिन फेसबुक बन्द हुने बित्तिकै कतिसम्म हङ्गामा भयो एउटा कुरा, कतिसम्म आगजनी गर्यो मान्छेले, कतिका घर जलाइदिए। अब खै अब यो बलात्कार केस भनेको त नर्मल लागिरहेछ यार। यस्तो होइन नि त। यो बलात्कार भनेको त आज होला, भोलि होला, पर्सि होला, जीवनभर रोकिँदैन यो बलात्कार भनेको। जबसम्म मान्छे जिउँदो छ तबसम्म बलात्कार रोकिँदैन नि त। त्यो कानुनलाई त पनि हामीले, त्यो जिउँदो कानुनलाई पनि हामीले सम्मान गरेर एउटा नेपालीको त्यो कानुन चाहियो क्या। अब त्यसैले म के भन्छु भनेपछि अहिलेको जति पनि छ नि कलाकार, सोसियल मिडिया, नेताहरू, सोसियल मिडिया सबैजना लागौँ के। सबैजना लागेर एउटा फाँसीको सजायसम्म पुर्याउँ यार। म सबैदेखि हात जोडेर बिन्ती छु, तपाईँकै छोरीलाई, तपाईँको घरमा छोरी होला, उसको मुख हेरेर भए पनि अगाडि बढौँ के, अगाडि बढौँ। सुर्खेत जस्तो ठाउँमा भोलि बिहान एउटा शिक्षित ठाउँमा त यस्तो हुन्छ भने अरू ठाउँमा, दुर्गम ठाउँमा के भएको होला के? 40 वर्षकोदेखि 60 वर्षको वृद्ध सुद्धा बलात्कार भएछन् भने के हालत भएको होला त्यो भन्नुहोस् त। सबैजना लागौँ। सबैजनालाई अहिले यहाँ बसेर बोल्ने टाइम छैन। सबैजना उठौँ। तपाईँ पनि उठ्नुहोस्, क्यामेरा उठाउनुहोस्, जाउँ, हिँड्नुहोस्। यस्तो हुँदैन।